Hello everyone, welcome back to my channel. अब म काममा जान लागेको अनि here she is using phone. के हेरेको हाम्रो ब्लग हेर्नु नि बरु. यहाँ चाहिँ नानीले के खाको? मोमो पार्टी. भाइ के खाको? के खाको? मोमोको भात खाको भित्रको मोमोको भात. ल हाय गर्दै नि त. हाय. हाय नानी. हाय. ल अब म काममा जानु पर्यो. के गरेर जानु रे? काममा क्यामेरा बोकेर हो. तिमीलाई चाहिँदैन नि यो क्यामेरा? वाइ? भाइ यो क्यामेरा मन पर्छ? मन पर्दैन? ए ल ठिक छ त्यसो भए. क्यान्डी ल्याइदिनु? ए शारदाले नै ब्लग बनाएको छु हैन? कहिले देखाउ त शारदाको ब्लग? शारदाले चाहिँ हिन्दीमा ब्लग बनाउँछ. के हो शारदाको च्यानलको नाम? शारदा पुन हैन? शारदा सिलवाल पुन. शारदा सिलवाल पुन. शारदा सिलवाललाई पनि फलो गरिदिनु होला. सो गाइज अब म काममा जाँदैछु. यहाँ चाहिँ मेरो गाडी छ. आज हल्का चिसो चिसो छ कि क्या हो? कति दिनपछि आज हाफ प्यान्ट लगाएर काममा जान लागेको. चिसो भयो भने त तनाव हुन्छ त. ओह मेरो छोरी चाहिँ झ्यालबाट हेर्दैछ. बाई. अब म चाहिँ काममा लागेको. म चाहिँ 4 बजे काममा जान्छु र बिहान 3 बजे कामबाट आउँछु. तो मेरो जहिलेको रुटिन यही हो. 4 बजे गएर 3 बजे आउने. 10-11 घन्टा काम गर्नुपर्छ. सो सबै कुरा ठिकै छ. वेदर पनि ठिकै छ. आज एकदमै राम्रोसँग ब्लग बनाउँदै जानुपर्छ गाइज. सो अन्तिमसम्म यो भिडियो हेरिदिनु होला. यहाँबाट चाहिँ ट्याक्कै 18 मिनट छ मेरो काममा पुग्नलाई. अहिले मैले म्याप लगाएको छु. 4:25 मा चाहिँ म काममा पुग्छु. बाटो यस्तो छ गाइज. म जहिले यही बाटोबाट काममा गइरहेको हुन्छु. सानै छ. 45 को स्पिडको हो यो बाटो. ट्राफिक पनि हुँदैन यो बाटोमा. खाली पनि हुन्छ. रमाइलो पनि हुन्छ यो बाटोमा गाडी कुदाउन. अर्को बाटो पनि छ. त्यो बाटोमा चाहिँ धेरै ट्राफिक लाइटहरू छ. सो वेट गरेको गर्नुपर्छ. रेड लाइट आएको वाइ गर्छ त्यो बाटोमा. अनि अलि बिजी पनि हुन्छ. हाइवेको बाटो पनि छ. तर यो अहिले वर्किङ आवरमा यो सेकेन्ड सिफ्टको काम सुरु हुन थाल्यो र फर्स्ट सिफ्टको काम छुट्टी भयो. त्यही भएर अहिले हाइवे पनि एकदमै धेरै बिजी हुन्छ. सुरुमा चाहिँ मलाई यो बाटोमा कुदाउन डर लाग्थ्यो. अहिले चाहिँ मलाई बानी भइसक्यो. यत्रो सानो छ बाटो. यता पनि ठाउँ छैन. यहाँनिर चाहिँ अलिकति गाडी कुदाउन अलि हल्का झ्याउ छ. यस्तो छ यहाँनिर चाहिँ. हेर्नुहोस् गाइस अमेरिकामा पनि यस्तो बाटो हुन्छ है. सो म चाहिँ 10 आवर काम गर्छु. त्यही भएर म हप्तामा 4 दिन मात्रै काम गर्छु. 3 दिन मेरो छुट्टी हुन्छ. 8 घन्टा काम गर्ने भए चाहिँ 5 दिन काम गर्नु पर्थ्यो. यदि 12 घन्टा काम गरेको भए चाहिँ 3 दिन काम गर्नु पर्थ्यो. सो 10 घन्टा मलाई ठिक्क लाग्छ. 8 घन्टामा पनि 5 दिनसम्म काम गर्नुपर्छ. 12 घन्टामा चाहिँ ठिकै हो. तर अलि टु लङ हुन्छ कि 12 घन्टा कटाउन गाह्रो पर्छ. 10 घन्टा चाहिँ ठिक्क लाग्छ मलाई. पुलिसको गाडी आयो गाइज. दस घन्टा काम गर्न चाहिँ मलाई रमाइलो लाग्छ. 4 दिन काम हुन्छ अनि 3 दिन छुट्टी हुन्छ. 3 दिन छुट्टी हुन्छ. 3 दिनमा चाहिँ म फोटोग्राफीहरू गर्छु अनि फोटोहरू खिच्न 3 दिनमा चाहिँ मलाई भ्याउँछ हैन. कहिलेकाहीँ बेहुदी फोटोहरू खिच्नु परेको बेलामा चाहिँ अलि धेरै नै छुट्टी चाहिन्छ. त्यो बेलामा चाहिँ म मेरो छुट्टीहरू लगाउँछु. कम्पनीले जुन छुट्टीहरू दिएको हुन्छ त्यो छुट्टीहरू म युज गर्छु. नत्र 3 दिनले इनफ हुन्छ. यदि तपाईहरु नेपालबाट अमेरिका आउँदै हुनुहुन्छ भने तपाईहरुले चाहिँ केही न केही यस्तो साइड इन्कमहरू को कामहरू सिक्नुहोस् हैन. कपाल काट्ने, फोटो खिच्ने, भिडियो बनाउने, भिडियो एडिट गर्ने. तपाईले इलेक्ट्रिकहरुको हैन त्यस्तो कामहरू सिक्नु, प्लम्बिङको कामहरू सिक्नु भयो भने पनि फाइदा हुन्छ. तपाईहरुसँग टाइम छ भने काम सिक्नुहोस् नेपालमै बसेर हैन. म पनि अब काममा पुग्न लागे. 5-6 मिनट छ अब काममा पुग्नको लागि. आज त्यति धेरै जाम भएन. बाटो पनि क्लियर थियो अनि काममा आउन पनि त्यति टाइम लागेन. एकैछिनमा आइहाले. झन् आज अलिकति छिटो निस्केको. भिडियो पनि रेकर्ड गर्दै जानु पर्यो अनि टाइम टेक हुन्छ होला भनेर. तर झन् आज चाहिँ रमाइलो भयो. यो चाहिँ मेरो कामको पार्किङ लट. सो के छ? ठीक छ भाइ?
यति दिनपछि काममा आउँदा कस्तो लागिरहेछ घर जाउँ लागिरहेको तिमी मेरो भिडियोमा आयो होला अब छ हुन्छ हाल्दिनु कहाँ हाल्ने एउटा भ्युमा पाउनुहुन्छ ल भाइ सी यु इनसाइड सो गाइज म चाहिँ पार्किङ लटमा आइपुगेँ अब म यहाँ गाडी पार्क गरेर कामभित्र जान्छु सो भित्र काममा चाहिँ भिडियो रेकर्ड गर्न मिल्दैन अब राति कामबाट फर्किने बेलामा भेट्नुपर्छ गाइज सो अहिले 4:15 भयो अब म चाहिँ कामबाट बिहानको 3 बजे निस्किन्छु सो 3 बजेको भ्यू देखाउँछु गाइज तपाईँहरूलाई म रातिको कस्तो हुन्छ म घर जाँदा कस्तो हुन्छ भनेर अब 10 घन्टापछि भेटौँला है त गाइज बाई सो गाइज केही पनि देखेको छैन म घर जाँदैछु ट्रकै ट्रक छ बाटोभरि म देखाउँछु है त कस्तो ट्रक छ कस्तो ठुल्ठुलो ट्रक हुन्छ गाइज राति उति बाटोमा हाइवेमा अरूको त थाहा भएन तर मलाई राति गाडी कुदाउन चाहिँ एकदमै रमाइलो लाग्छ दुःख सुख भनेको यस्तै हो यो भिडियोलाई सेयर गरिदिनु होला यहाँसम्म हेरिसक्नु भयो सेयर पनि गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला यो च्यानललाई स्टे ह्याप्पी स्टे हेल्थी बाई बाई गाइज अर्को भिडियोमा भेट्नुपर्छ है त यस्तै जानकारीको लागि के जानकारी दिए मलाई सब्सक्राइब गरिदिनु होला